हैन यो बुढा आज कहाँ गए जहिले पनि साइड जान्छु भन्छन् साइडै जान्छु भन्छन् कहाँ जान्छ तिनलाई भेटौँ न मात्रै अन्त म आज हैन अब के हल्ला भयो त के भयो के हुनु नि म दाइ साइड जान्छु भनेको मान्छे आज 3 दिन भइसक्यो घरै आएको छैन तिमीले कहाँ देखेथ्यौ ल अब कहाँ देखेथ्यौ र कहाँ देख्नु हो भनेर सोध्नु न दाइ त हेर्नुस् भाउजू अब यो मोनी भाइले गफ लायो भन्नु होला ठुलो कुरो अरे भन्नु होला यहाँबाट लखरा जानु ऊ त्यो माथि जान्छ ढिक यहाँ यस्तो तल्लोबाट हेर्नुस् त दाइको साइज त कति ठुलो छ ए भगवान कस्तो राम्रो साइज छ त्यो ल जानु साइड लिएर बस्छ साइज लिएर बस्नु कामदार त म आज भेटे भने कामदारै कति छालै काट्छु म बल्ल ठिक भयो ए कान्छी तिमीलाई त जस्तो गरेर नि पालिहाल्छौँ किन टेन्सन लिन्छौ साँच्चीकै अनि त्यहाँ फेरि पछि फेरि धोका दिन पाइँदैन नि कहाँ हुन्छ हौ त्यस्तो मबाट त्यस्तो त कदापि हुँदैन क्या ए तेरो साइड यही हो तैँले के भनेर हिँड्छिस् घरबाट तेरो साइड यही हो यो त बहिनी हो तेरो साइड त लस्करै राम्रो रहेछ त बहिनी हो क्या के बोलेको कसरी बहिनी पर्यो तेरो बहिनी भएको भए त यस्तो झाडीमा लुकेर बस्थिस् यो के बोलेको यो बहिनी हो क्या बहिनी थुतुनामा किरा पर्ला के बोलेको त्यो ए दिदी के सोच्नु भएको के उहाँ त मेरो दाइ हो तपाईँले अनेक थरी नसोच्नु न तँलाई नकचरी अझै दाइ भन्छस् दाइ भएको भए त यस्तो झाडीमा आएर बस्थिस् दाइसँग यसरी झाडीमा बस्छन् कोही तँलाई त म अझै मारी छोड्दिनँ अझै बहिनी हो भन्छस् तँलाई म घरमा हुँदा यस्तो केटीसित त हिँड्ने तँलाई लाज लाग्दैन नि भन्दो रहेछ तँलाई घर त हिँड्न मात्रै के आज त छैनस् कि म छैन ए यो बच्चे मुर्दाले त मलाई त सक्ने छैन भनेर भन्थ्यो त घरमा सक्ने रहेछ नि घरमा यो मुर्दाले त मलाई झन्डै फसाएको नि हेत्तेरीका ए त्यस्तो होइन के बुढी हेर ए अझै त्यस्तो होइन तँलाई त म आज हेर त नमारी छोड्दिनँ तँलाई चौकिन